आन्दोलनको नरसंहारको जिम्मेवारी चाहिँ सिडिओले लिन्छ। ए तिम्रो रगत रगत मेरो रगत पानी, यो कस्तो बेइमानी। सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौं, तपाईलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको। म त देख्दिनँ, तर म मेरा अग्रजहरूलाई ऐना हेर्न आह्वान गर्छु। एकजना माननीयले भन्नुभयो तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ, अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? मैले अर्कोचोटि भोट पाऊँ कि नपाऊँ, तपाईले यही सरकारको कार्यकालमा लाल पूर्जा अवश्य पाउनुहुन्छ, यो म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। अत्यन्तम क्रूरता लोभम प्रजापीडनमेव च एते दोषा नृपस्यासु राज्य नाशाय कल्पते। जब राज्य शासक हदभन्दा बढी लोभी र निर्दयी भएर जनतालाई दुःख दिन थाल्छ, त्यो राज्य विनाशतिर जान्छ। गत भदौ 23 र 24 गते भएको त्यही हो, र आज हामीले बाटो बिरायौं भने फेरि हुने पनि त्यही हो। म प्रथम पटक संसदमा बोल्दै गर्दा तमाम आन्दोलनहरू लोकतन्त्र प्राप्तिका लागि भएका, जसले म जस्ता र मेरो पुस्तालाई आज यहाँ उभिने स्थितिमा पुर्याए, जेनजी आन्दोलनदेखि सम्पूर्ण जनआन्दोलनसम्मलाई बराबर सम्मानका साथ स्मरण गर्न चाहन्छु। र फेरि पनि भन्छु, शहीद प्रतिको मेरो श्रद्धाञ्जली तबसम्म ओठे औपचारिकता मात्र हुन्छ जबसम्म मेरो सरकारले जेनजी नरसंहारका अभियुक्तहरूलाई न्यायको कठघरामा उभ्याउँदैन। अब नियमापत्ति आउने त निश्चित छ, अस्ति पनि आयो। त्यसकारण अग्रज माननीयको इगो मसाजका लागि म मेरो राजनीतिक आदर्श जननेता कमरेड मदन भण्डारीको एउटा स्टेटमेन्ट कोड गर्न चाहन्छु। आफ्नो बहुचर्चित भाषण जुन सर्वत्र उपलब्ध छ, त्यहाँ जननेता मदन भण्डारी भन्नुहुन्छ त्यो मरिचमानले मारेको होइन त्यत्रा मान्छे, उसको आँट पुग्दैन थियो, त्यो त महाराज धिराजको कृपा हो। यो मेरो शब्द होइन, जननेता मदन भण्डारीको शब्द हो। के नेकपा एमालेका कुनै माननीयलाई मदन भण्डारीको यो मन्तव्यमाथि शङ्का छ? अनि त्यति बेला जनआन्दोलनको नरसंहारको जिम्मेवारी तत्कालीन शासक हुन्छ, अनि जेनजी आन्दोलनको नरसंहारको जिम्मेवारी चाहिँ सिडिओले लिन्छ। ए तिम्रो रगत रगत मेरो रगत पानी, यो कस्तो बेइमानी। यो विषयमा म यसभन्दा धेरै जान चाहन्न। सामाजिक उन्नयन, सुशासनको लाभांश, सन्निकटता र एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार चाहिँ लगानी, एक्सप्रेस, सामाजिक बजार, अर्थतन्त्र, वार्षिक नीति तथा कार्यक्रम र यो बजेटको सिद्धान्त र प्राथमिकताका विषयहरूमा त म प्रवेश गर्नै परेन। सम्माननीय सभामुख महोदय, म अर्थमन्त्रीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु। मलाई गर्व छ मेरो अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता यति उत्कृष्ट प्रस्तुत गर्नुभयो कि धुर दक्षिणपन्थी माओवादीलाई पनि मन चाहिँ धुर वामपन्थी माओवादीलाई पनि मन पर्यो, धुर दक्षिणपन्थी राप्रपालाई पनि प्रिय लाग्यो, अझ अचम्म त एमालेलाई पनि आकर्षक र कर्णप्रिय लागेको छ। हिजोसम्म तिम्रो विचारै छैन भन्नुहुन्थ्यो अग्रजहरू, आज कार्यान्वयन कसरी गर्छौ भन्दै हुनुहुन्छ। यो अत्यन्त सुखद पक्ष हो। मलाई गर्व यस मानेमा पनि छ सभामुख महोदय कि मेरा अग्रजहरूले देशका जुन समस्याहरूप्रति 35 वर्षसम्म आँखा चिम्लिनुभयो, आज झलझली देखिरहनु भएको छ। र यही वर्ष ती सबै समस्याहरूको समाधान होस् भन्ने उहाँहरूको शुभेच्छा छ। कम्ता विश्वास रहेछ त यो सरकारप्रति अग्रजहरूलाई। मलाई यसमा गर्व छ। सभामुख महोदय, सम्पूर्ण विषयहरूको व्याख्या गर्ने समय छैन, समयको पाबन्दी छ। म हटपट बनेका केही विषयहरूमा केन्द्रित हुन चाहन्छु, जसमा भ्रमको भाइरस असाध्यै धेरै फैलाइएको छ। पहिलो, सङ्गठित हुने अधिकारै कुण्ठित गर्न आँटे हो। हामीले भनेकै हो, जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला कार्यालयभित्रै काङ्ग्रेस एमाले र माओवादी हुन पाउँदैन। विश्वविद्यालय र सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौं, तपाईलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले सङ्गठित हुने अधिकार कुण्ठित गर्न खोजेको होइन, तर हरेक ठाउँका निश्चित मर्यादाहरू हुन्छन्। अझ बुझ्ने गरी भन्दा हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको। अर्को विषयमा पनि असाध्यै धेरै भ्रम फैलाइयो। यो सरकार सुकुम्बासीप्रति निर्मम भयो। अघि 18 वटा सुकुम्बासी आयोग र खर्च भएको 9 अर्ब रुपियाँको निर्मम प्रसङ्ग माननीय यज्ञमणि नेउपानेले सुनाउनु भयो। म त देख्दिनँ, तर म मेरा अग्रजहरूलाई ऐना हेर्न आह्वान गर्छु। 35 वर्षसम्म तपाईको गलत नीतिले सृजना भएको र तपाईको बदनियतले विकराल बनेको समस्या हो कि होइन सुकुम्बासी समस्या? सरकारले जोखिमयुक्त क्षेत्रबाट, नदी किनारबाट नागरिकलाई उद्धार गरेर बचाउन चाह्यो। भ्रमको भाइरस यति विघ्न फैलाइयो,
एकजना माननीयले भन्नुभयो, ए तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ, अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? अनि बाढीले बगाउनबाट आफ्ना नागरिकको रक्षा गर्नु सरकारको कर्तव्य हो कि होइन? हो। होल्डिङ सेन्टर अझ व्यवस्थित हुन सक्थ्यो, तर सरकारको नियत शुद्ध छ। मैले नाराहरू सुनेको छु, जबरजस्ती लगाउन लगाइएका र लगाइएका नाराहरू, मिसगाइड गरेर लागेका केही नाराहरू मैले सुने। झुटो बोल्न आउँदैन, अर्कोचोटि भोट पाउँदैन। म देशभरिका मेरो झापा क्षेत्र नम्बर 1 र सम्पूर्ण राष्ट्रमा रहेका वास्तविक सुकुम्बासीहरूसँग फेरि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले अर्कोचोटि भोट पाऊँ कि नपाऊँ, तपाईले यही सरकारको कार्यकालमा लाल पूर्जा अवश्य पाउनुहुन्छ, यो म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। तर पहिचान स्पष्ट हुनुपर्छ। अस्ति एकजना नेताले, अग्रज माननीयले भन्नुभयो, गरिबहरू विकासका बाधक होइनन्। हो सभामुख महोदय, मेरो पूर्ण सहमति छ, किनभने यो देशमा सबभन्दा गरिब सांसदको आज प्रतिस्पर्धा हुने हो भने प्रथम स्थानमा मेरो पनि दावेदारी रहन्छ। त्यसकारण म सहमत छु। तर गरिब को हो? एकातिर 5 पुस्तासम्म लाल पूर्जा पर्खिरहेका वास्तविक सुकुम्बासी भूमिहीनहरू छन्, अर्कोतिर धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। सुकुम्बासी नेता कहलाउँछन्, म घर घडेरी भएको मान्छे टेम्फुल चढेर हिँड्छु। सभाध्यक्ष महोदय, त्यसकारण सर्वप्रथम पहिचान गरौँ वास्तविक भूमिहीन सुकुम्बासी को हो। त्यसपछि सुकुम्बासी समस्याको साँच्चीकै समाधानका लागि साझा संकल्प गरौँ। जसरी संविधान निर्माणमा तपाईहरूको साझा सहमति बन्यो र यस्तो उत्कृष्ट संविधान निर्माण भयो, यद्यपि यसमा संशोधन गर्नुपर्ने धेरै विषयहरू छन्, तिनमा म जान चाहन्न, आज समयको पाबन्दी छ। सुकुम्बासी समस्याको सही समाधानको मार्गचित्र सबै मिलेर खोजौँ। पहिला वास्तविक सुकुम्बासीहरूको पहिचान गरौँ। नदी र जोखिमयुक्त क्षेत्रमा बसेका भूमिहीनहरूलाई राज्यले व्यवस्थापन गरोस्, सार्वजनिक जग्गाहरू खोजेर अथवा खरिद गरेर। जहाँसम्म ऐलेनी जग्गाको प्रश्न छ, पहिला पहिला फाँडेरै बस्ने चलन थियो। त्यति बेलाको सरकारले आओ तराई झर फाँडेरै बस भन्थ्यो। त्यसकारण ऐलेनी जग्गाको जहाँसम्म प्रसङ्ग छ, नागरिकता ऐनलाई नजिर मानौँ र 2062 साल चैत्र मसान्तभन्दा अगाडि जग्गा चर्चेको प्रमाण पुर्याउने सबैलाई लाल पूर्जा दिउँ जो वास्तविक भूमिहीन र सुकुम्बासी हुन्। यसरी यो समस्याको सकारात्मक समाधानको मार्गचित्र खोजौँ।